नमस्ते सबैजनालाई मेरो भाइको युट्युब च्यानलमा स्वागत छ। हजुरहरूलाई फाइनली अब घर पनि बनिसक्न लागेको छ। साथसाथै तराईमा गर्मी पनि धेरै बढिरहेछ। म त कहिले भागुम भइरहेछ गर्मीदेखि। अब फिनिसिङ पनि बोल्दै भएर हाम्रो घर पनि फाइनली टिनसिनहरू सबै ठोकेर सकिसकेको छ गाइज। अब प्लास्टर गर्नु बाँकी छ। म चाहिँ आज छ्यासै बाजे बोजूको घरतिर पनि के गर्दै हुनुहुन्छ यसो जाँदैछु। हाम्रो बाजे बोजूलाई पनि हेर्नुको लागि आज। काकी के गर्दै हुनुहुन्छ हौ? ए हाम्रो काकी त यहाँ बडार कुरार गर्दै बसिराख्नु भएको रहेछ। बाजे बोजू चाहिँ कहाँ जानुभयो आज? उल्लाबारी? ए ल ल उल्लाबारीमा जानु भएछ हाम्रो बाजे बोजू त। ए उल्लाबारी जानु भएछ। ल ल तपाईँ एक्लै काका पनि काममा गइसक्नु भयो होला। भाइ त सुत्दै होला अहिलेसम्म। ए भाइ पनि टिप्सन पढाउन गएछ। अब मैले चाहिँ हाम्रो काकीलाई 1000 रुपियाँ पैसा पनि दिनुपर्ने थियो साथीहरू। म ल काकी लिनु तपाईँको 1000 रुपियाँ पैसा। मैले पैसा पनि दिएँ, राख्नु है तपाईँको पैसा। लु ल ल म बाजे बोजूकोतिर अब निस्किएर यसो बाजे बोजूसँग पनि हल्का कुरा गरौँ भनेको। हाम्रो काकी मात्र हुनुहुन्छ रहेछ। बाजे बोजूसँग चाहिँ आज कुराकानी पनि गर्नु पाइएन। हामी चाहिँ फेरि घर बनाउनुमा धमाधम काम भएको कारणले बिहान बिहानै यस्तो झुल्किने घाममा आएर काम सुरु गरिरहेको छौँ साथीहरू। हाम्रो काम अब कहाँबाट स्टार्ट हुन्छ भने छ नि काम। अब बाल्ला लगायो, यहाँबाट पानी लगायो, निकाल यता फ्याँक। काम त हाम्रो त एकदम बबाल चलिरहेको छ साथीहरू। के गर्नु र अब यस्तै छ जिन्दगी।